मैले सोचिरहेको थिएँ बस पार्कमै बास हुन्छ भनेर, तर साथी रहेछ यहाँ चाहिँ शर्मा हाउस भन्ने ठाउँमा चाहिँ 14 नम्बरमा। हामी 6-7 साल पहिला सँगै काम गरेको थियो काठमाडौँमा पोखरा प्यालेस भन्ने ठाउँमा, तर आज चाहिँ भेट हुन पुगिरहेछ। म चाहिँ एकदमै खुसी छु होइन। अब 6-7 सालपछिको साथीलाई भेटिरहेको छु, जस एउटै गाउँको भाषा मिल्ने होइन, सबै कुराहरू। आउँछु अरे म त्यही उभिनु अरे अगाडि, होटेलको अगाडि उभिनु भनिरहेको थिएँ। म उभिरहेको छु, खै साथी अहिले आउँछ एकछिनमा। अनि यस्तै हो यहाँ परदेशी जिन्दगी होइन, विदेशबाट विदेश जानलाई धेरै सजिलो छैन केटा हो। त्यही भएर भन्छु पढ लेख इन्जोय होइन। यो चाहिँ पछाडिको शर्मा धेरै ठुलो छ नि, 12वटा ब्रान्च छ अरे यहाँ रियादमा, धेरै ठुलो ब्रान्च रहेछ। फर्स्ट टाइम थाहा पाएको यो शर्मा हाउस पनि छ भनेर। सो तपाईँलाई म देखाउँछु, मेरो साथीसँग कुराकानी गर्छु। उसको चाहिँ अब ड्युटी स्टार्ट हुन्छ अरे 6 बजीदेखि 6 बजीसम्म। सो विल टकिङ अबाउट लाइक अर्लियर मर्निङ। टेन्सन छैन त्यस्तो होइन। तपाईँलाई म देखाउँछु कस्तो हुन्छ मेरो अझै एक दिन अझै साउदीमा बस्न पुग्यो यो रियादमा होइन। अब भोलि ट्याक्क पासपोर्टमा स्ट्याम्प लागेपछि त अनि तपाईँहरूलाई देखाउँछु ल के हो मेरो राज भनेको।